Hello guys, welcome to my new vlog, new video. I hope हजुर सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। मैले चाहिँ आजबाट भ्लग स्टार्ट गर्न लाग्छु। मेरो अहिलेको यो नयाँ मोबाइल हो। मेरो पहिला पुरानो मोबाइल बिग्रेको कारणले मैले भ्लग बनाइनँ गाइज। आजबाट मैले भ्लग स्टार्ट गर्न लाग्छु। गाइज हामी चाहिँ बजार जान रेडी भएको हैन। म दिदी मम्मी हामी आज सामान के किन्ने दिदी दसैँको सपिङ पनि गर्न हामी अलिअलि भोलि घर जाने भएर हामी चाहिँ यहाँको सामानहरू सबै लिएर जान लाग्यो। अब म र दिदी मात्र हुन्छ नि त, अनि मम्मी हुनुहुन्न, मम्मी घरतिरै हुनुहुन्छ, अनि त्यही भएर हामी यहाँको सामान सबै लिएर जानु। मम्मी मम्मी हेलो भनिदिनु न, हेलो भनिदिनु न। हेलो, कस्तो लाग्दैछ? धेरै पछि भेट भएर मसँग हो, खुसी लाग्यो। दिदीसँग चाहिँ 2 महिनापछि भेट भएको, मम्मीसँग चाहिँ लगभग 8 महिनापछि भेट भएको। हामी चाहिँ निस्क्यौँ। कस्तो चरो घाम लाग्यो मम्मी। त्यहाँ मेरो दिदी, उहाँ मम्मी। आज चाहिँ हामी बजार गएर सपिङ गर्छौँ। घाम लाग्यो, सपिङ गर्छौँ। हामी 3 आमा छोरी गाडी कुर्दै हौँ। यस्तो घाम छ चितवनमा है, त्यही भएर गाडी कुर्दै हौँ। गाडी आयो, हामी गयौँ। आम्मा भाडवट दिदी हामी झऱ्यौँ। तर आज लास्टै भिड छ है बजार चाहिँ। शनिबार भएर होला आज लास्टै भिड छ। आज चाहिँ बजारमा एकदम भिड छ। बजारमा भिड। दसैँ लाग्यो, दसैँ बजारतिर दसैँ लाग्यो। मम्मीले चाहिँ यहाँ टन्ना किन्दै हुनुहुन्छ। शनिबार भएर भिड भएको बजार एकदम धेरै भिड छ है आज। आज एकदम भिड छ, जताततै भिड। मान्छे कति देखा घाटमा चाहिँ चलपट धेरै छ है, दसैँको चलपट। मम्मीले त्यहाँ सामान किन्दै हुनुहुन्छ। हामीले चाहिँ यो कुर्सी घर लानलाई, अनि डाइनिङ टेबल, अनि त्यो किनेँ। म र दिदी चाहिँ यहाँ बसेर सामान लिएर। मम्मी चाहिँ अटो खोज्न जानुभएको थियो। यति आमा आज त चापै चाप जता दसैँ लागे है। चितवनतिर बडो दसैँ लागे है बहुत। मम्मीहरू चाहिँ उतै बस्नुभयो, अनि म चाहिँ सामानहरू लिएर जाँदैछु। गाइज मैले घर आएर सामान लिएर आएँ। यत्रो सामान बोकेर आएँ मैले अटोमा यत्रो सामान बोकेर आयो। उफ एकछिन त गाइज म आउन त आएँ, तर मैले चाबी लिएर आउने बिर्सिछु। मैले नि माग्न बिर्सिछु, अनि मम्मीले नि दिन बिर्सिनु भएछ। अब मम्मी र दिदी नआइन्जेलसम्म बाहिर फेरि लास्टै टाउको दुखेर कस्तो भयो। आज एकदम भिड थियो। आज एकदम भिड थियो कि बजारहरू एकदम भिड थियो। एकदम टाउको दुखेर कस्तो भयो।